एलिजा कुकको विश्वप्रसिद्ध र मननीय भनाइ छ, ठुलाहरूका लागि जेल बनाउनु भन्दा नानीहरूका लागि विद्यालय खोल्नु धेरै श्रेयकर हुन्छ। विक्रम सम्वत 2048 सालमा दुलाबारीमा इस्ट होराइजन स्कुलको स्थापना हुँदै गर्दा संस्थापक र विद्यालयले देखेको सपना पनि एउटै थियो, यस क्षेत्रका नानीहरूलाई समयानुकूल शिक्षा दिने, योग्यतम, जिज्ञासु र जिम्मेवार नागरिक बनाउने, उनीहरूको सुन्दर भविष्य निर्माण गर्ने, प्रष्ट र पवित्र उद्देश्य अनि लक्ष्य प्राप्तिको लागि निरन्तर लागिरहने उत्साहले स्थापनाको छोटो समयमै इस्ट होराइजन नाम जस्तै पूर्व क्षितिजमा चम्किन थालेको प्रमाण खोज्न अहिले कुनै कठिनाइ छैन। स्थापनापछिको हरेक वर्ष विद्यालयले गरेको प्रगति, विद्यार्थीले प्रदर्शन गरेको उच्च सफलता तथा अभिभावकहरूको अगाध विश्वास विद्यालयको सफलताको प्रमाण बनेर स्थापित भइरहेका छन्। यो क्रम निरन्तर छ। 2048 साल पुष 15 गते जुन समयमा यो इस्ट होराइजनको यहाँ जन्म भएको थियो, त्यो समयदेखिकै म यस विद्यालयको टिचर हुँ र दिनानुदिन यहाँको परिवर्तन र विद्यार्थीहरूको इच्छा चाहना, अभिभावकको इच्छाले गर्दा आज इस्ट होराइजन एउटा पूर्व क्षेत्रको एउटा नमुनाको रूपमा रहेको छ। सबैको इच्छा चाहना लगायत आजका विद्यार्थीहरूलाई के कुराहरूको आवश्यक छ भन्ने कुरा विद्यालयले बुझेर विभिन्न खेल सामग्री लगायत अन्य विद्यार्थीका चाहना अनुसारका कुराहरू पनि विद्यालयले उपलब्ध गराएको छ। उत्कृष्ट शैक्षिक नतिजा, बालबालिकामा अन्तर्निहित प्रतिभाको पहिचान र तिनको प्रोत्साहन, बालमैत्री शैक्षिक वातावरण विद्यालयले आरम्भबाटै देखाएको विशेषता थियो। त्यसैले यहाँ नानीहरू रमाउँदा रमाउँदै सिक्ने र सिक्दा सिक्दै रमाउने हुँदै गए। यसका लागि सम्पूर्ण वातावरण तयार पार्ने प्रतिबद्ध संस्थापक र व्यवस्थापन समिति, लगनशील र कर्मठ शिक्षकहरूको मेहनत प्रमुख अस्त्र थियो। अभिभावकको विश्वास र विद्यार्थीको आकर्षण यो रोमाञ्चक यात्राका सबैभन्दा बलियो आधार थिए। फलस्वरूप स्थापनाको 8 वर्षमै 2056मा पहिलो पटक विद्यालयले एसएलसी परीक्षामा सामेल भएर आफ्नो पनि र परीक्षणको अवसर प्राप्त गर्यो। हजारौं विद्यार्थी, हजारौं अभिभावक र सिङ्गो समाज यसको साक्षी छ। आफैलाई परीक्षण गर्ने अवसरमा पनि इस्ट होराइजन खरो उत्रियो। यसको सफलता लोभ लाग्दो बन्दै गयो। बलियो सामाजिक विश्वासकै बलमा आज विद्यालय पूर्वको उत्कृष्ट मध्येको सूचीमा उभिन सकेको छ। 1500 विद्यार्थी, 70 जना भन्दा बढी शिक्षक शिक्षिका तथा 30 जना कर्मचारी अनि सयौं अभिभावक र शुभचिन्तकहरूको बलियो र एकबद्ध परिवार निर्माण भएको छ। 2065बाट 10 जोड 2 कक्षाहरू सञ्चालन भएपछि उचाइ थपिएको अनुभव त भएको छ नै, हाम्रो परिवार पनि ठूलो र अनुभवी बन्दै गएको छ। सुदूरपूर्वको झापामेची नगरपालिका 10 स्थित पूर्व पश्चिम लोकमार्गको दुलाबारी मोडबाट थोरै पश्चिम लागेपछि भेटिन्छ टिमाई पुल। पुलको पश्चिम मुखबाट 5 मिनेट पैदल दूरीमा उत्तर लागेपछि भेटिन्छ विद्यालय परिसर। दुलाबारीको आमदा अस्पताल मार्गबाट बजारतिर जाँदा भेटिने टिमाईकै अर्को पुलबाट थोरै दक्षिण लागेपछि पनि पुग्न सकिन्छ स्कुल। शहरबाट नजिक तर त्यहाँको कोलाहलबाट अलि टाढा। शान्त वातावरण विद्यालयको आकर्षण र विशेषता दुवै हो। सडक, बत्ती, खानेपानी, टेलिफोन जस्ता सुविधाहरूको पहुँच उपलब्ध भएको विद्यालयमा करिब 70 वटा कोठाहरू सहितको 9 वटा पक्की भवन सहितको संरचनाले विद्यालयको भव्यताको संकेत गर्दछन्। We have been running this +2 level from 2065 and we have been able to provide very good results and we are proud of it. The students are very well disciplined and we see to it that
each and every student is taken care of personally. We have heart-to-heart connection with the students, and I'm proud to be a part of Horizon. दुई बिघा क्षेत्रफलमा फैलिएको विद्यालय परिसर र 2.5 बिघा क्षेत्रफलमा रहेको खेल मैदानले विद्यार्थीलाई फराकिलो वातावरणको अनुभव दिलाइरहन्छन्। विश्व प्रसिद्ध ब्राजिलियन शिक्षाविद पाउलो फ्रेरेको भनाइ छ र जिज्ञासाको स्रोत बन्द गरेर शैक्षिक उद्यम चलाइन्छ त्यो सबैका लागि प्रतिपादक हुन्छ। कलिला नानीहरू अझर्स जिज्ञासाका स्रोत हुन्। जुनसुकै विषयप्रतिको नयाँ दृष्टि र प्रश्न नै उनीहरूको नयाँ कुरा सिक्ने र जान्ने अवसरको जननी हो। विद्यालय यो सत्यलाई आत्मसात गर्न प्रतिबद्ध रहेको प्रमाण विद्यालयका विद्यार्थी नै हुन्, जसले नियमित पढाइका अलावा रुचि अनुसार खेलकुदका विभिन्न विधाहरू जस्तै कराते, फुटबल, भलिबल, क्रिकेट, बास्केटबल, टेबल टेनिस, कबड्डी खेल्ने र प्रशिक्षण प्राप्त गरेका छन्। नृत्य, सङ्गीत, चित्रकला, हस्तकला, योगा जस्ता जीवनोपयोगी विषयहरूको कक्षा र प्रशिक्षण समेत प्राप्त गरेका छन्। साथै स्काउट, कप ब्राउनीबाट रोवर रेन्जरसम्म आध्यात्मिक तथा नैतिक शिक्षाको लागि बाल विकासका विभिन्न कार्यक्रमहरूको नियमित आयोजनाले नानीहरू थप तिखारिने मौका बनेको छ। भर्खरै मात्रै नेपालका धेरै विद्यालयहरूमा बिरलै मात्रै पाइने स्कटिस ब्याकपाइपर ब्यान्डको प्रबन्धले विद्यार्थी उत्साह उच्च भएको छ। इस्ट होराइजन इङ्ग्लिस स्कुललाई जोरदार तालीले हामीले स्वागत गरौँ र भाइ बहिनीहरूको कला हामीले धेरै मूल्याङ्कन गरेका छौँ। विद्यार्थीहरूमा लुकेको कलाहरू हामीले यसरी प्रदर्शन गर्दै गयौँ भने भविष्यमा पक्कै पनि उनीहरूले राम्रो प्रगति गर्न सक्छन् र यसरी विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अवश्य पर्ने व्यवस्थित कक्षा कोठाहरू, पर्याप्त खेल मैदान, अडियो भिजुअल कक्षा कोठा,
नर्सरी तथा ससाना कक्षाका विद्यार्थीहरूलाई खेल्ने र आराम गर्ने कोठाहरूको व्यवस्था, टाढा टाढाका नानीहरूको लागि विद्यालय आउन जान पर्याप्त स्कुलको बसहरू व्यवस्था, छात्र र छात्राहरूका लागि छुट्टा छुट्टै छात्रावासको व्यवस्था, त्यसको राम्रो व्यवस्थापनको लागि शिक्षक शिक्षिका सहितको छुट्टै विभाग लगायतको व्यवस्थापनले विद्यालयको शैक्षिक वातावरणलाई उपलब्धिमूलक तुल्याउन सहयोग गरेको छ। सूचना प्रविधिको व्यापक विकास भएको वर्तमान अवस्थामा विद्यार्थीलाई विद्यालय तहदेखि नै त्यसमा पोख्त पार्दै लैजाने, विद्यालयको लक्ष्य अनुरूप प्राविधिक शिक्षा आजको आवश्यकता बन्ने मूल नारालाई मनन गर्दै कम्प्युटर शिक्षालाई विशेष जोड दिएको छ। साना कक्षाबाट कक्षा 12 सम्म कम्प्युटर अध्यापन तथा प्रयोगात्मक कक्षाहरूको लागि पर्याप्त कम्प्युटर संख्या सहित ल्याब कोठाहरूको व्यवस्थाले विद्यालयको शैक्षिक वातावरणमा प्राण थपेको छ। प्राविधिक विषयलाई जोड दिँदै कक्षा 11 र 12 मा होटल म्यानेजमेन्ट विषयको अध्यापन, देश विदेशका होटलहरूको भ्रमण, विषयवस्तु बाहेक अन्य अतिरिक्त ज्ञान हासिल गरी बौद्धिक क्षमता वृद्धिका लागि सुविधायुक्त पुस्तकालयको व्यवस्था, व्यवस्थित विज्ञान प्रयोगशाला कक्षाले विद्यार्थीको सिकाइ प्रक्रियामा सघाइरहेका छन्। यसलाई निकट भविष्यमा नै बायोलोजी, केमिस्ट्री र फिजिक्सको छुट्टा छुट्टै कोठाहरूमा विस्तार गर्ने लक्ष्य विद्यालयको रहेको छ। पाठ्यपुस्तकमा मात्रै केन्द्रित हुने एकहोरो शैली कलिला नानीहरूका लागि सिकाइभन्दा बढी यातना साबित हुने तथ्यप्रति विद्यालय जानकार छ। त्यसैले विद्यार्थीहरूमा हरदम उत्साह जगाइरहन, उनीहरूलाई रमाइलो वातावरणमा सिक्ने, खेल्ने र सिक्ने चक्र चलाइरहन वर्षभरि नै विद्यालयमा खेलकुद, सांस्कृतिक कार्यक्रम, हाजिरी जवाफ, वाद विवाद, नाटक, गायन तथा नृत्य प्रतियोगिता तथा कथा, कविता, निबन्ध लेखन प्रतियोगिताहरू र अन्य मनोरञ्जनात्मक कार्यक्रम लगायतका अतिरिक्त क्रियाकलापहरू नियमित आयोजना गरिँदै आएको छ। जिल्ला, क्षेत्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहसम्म पुगेर यी विविध विषयमा उत्कृष्ट नतिजा ल्याउने गरी प्रतिभा देखाउने हाम्रा विद्यार्थीहरूको उपलब्धि विद्यालयका लागि गौरवका विषय हुन्। ठूलो विद्यालय र धेरै विद्यार्थी भएपछि निश्चय नै अनेकौं चुनौतीहरू पनि सामना गर्नुपर्ने हुन्छ। कहिले कक्षामै विद्यार्थी बिमारी पर्ने, कहिले खेल्दा खेल्दै घाइते हुने समस्या आउँछन्। यस्तै समस्याको उचित व्यवस्थापनका लागि बिरामी कक्षको पनि व्यवस्था गरिएको छ। बिरामी भएका विद्यार्थीको आराम र उपचार गर्न छुट्टै 4 वटा बेड सहितको बिरामी कक्षको व्यवस्था र प्राथमिक उपचारको व्यवस्था पनि गरिएको छ। भनिन्छ पछिल्ला केही दशकमा मुलुकले प्रतिभाशाली तर नितान्त आफू केन्द्रित जनशक्ति मात्र प्राप्त गरिरहेको छ। म यस विद्यालयमा कक्षा एलकेजी देखि पढिरहेको छु। अहिले म यस विद्यालयमा 12 मा छु। म यस विद्यालयमा यति लामो समयसम्म किन पढेँ? किनकि यसै विद्यालय हो जसले मलाई यस स्टेजमा आएर नाच्न सिकायो। यसै विद्यालय हो जसले मलाई मान्छेको अगाडि आएर बोल्न सिकायो। यसै विद्यालय हो जसले मलाई ठुलोलाई आदर र सानोलाई माया गर्नु सिकायो। यस विद्यालयमा धेरै सुविधाहरू छन्। मान्छेहरू भन्ने गर्छन् एसएससी सकिसकेपछि हामीले धेरै सुविधा, धेरै कार्यक्रमहरूमा भाग लिन पाउँदैनौँ, तर यो गलत हो। हाम्रो विद्यालय इस्ट होराइजन इङ्ग्लिस हायर सेकेन्डरी स्कुलमा हामी +2 मा पढे तापनि हामीलाई विभिन्न कार्यक्रमहरूमा भाग लिन दिने गरिन्छ। जस्तै हामी सांस्कृतिक कार्यक्रममा मात्रै भाग नलिएर हामी एउटा साहित्यिक कार्यक्रम भयो, कविता प्रतियोगिता, यस्तामा पनि भाग लिने गर्छौँ। हालै 4 महिना अगाडि हामी कलकत्ता गएका थियौँ। त्यस कलकत्तामा हामी घुम्न गएका थिएनौँ, हामी नेपालको प्रतिनिधित्व निभाउन, नेपालको राष्ट्रियता चिनाउन गएका थियौँ। त्यति बेला हामीले नेपाललाई सबैभन्दा अगाडि राखेका थियौँ। यसरी मेरा अघिल्ला ब्याचका दाजु दिदीहरूले भन्ने गर्नुहुन्थ्यो कि इस्ट होराइजनमा पढ्नु एउटा गर्वको कुरा हो, तर म यो भन्न चाहन्छु कि इस्ट होराइजनमा पढ्नु एउटा गर्व मात्रै नभएर एउटा भाग्यको कुरा हो। धन्यवाद। यो चुनौतीपूर्ण अवस्थालाई मध्यनजर गरेर विद्यालयले साना कक्षाबाटै उनीहरूको सामाजिकरणको पहल थालेको छ। विद्यार्थीहरूमा सामाजिक दायित्व बोध गराउनकै लागि सार्वजनिक महत्त्वका स्थलहरूको सरसफाई, वृक्षारोपण, ट्राफिक सचेतना कार्यक्रम, लागू पदार्थ विरुद्ध अभियानमा सरिक गराउँदै लगिरहेको छ। यसले कलिलो मस्तिष्कमा सामाजिक उत्तरदायित्व बोधको आभास गराइरहेको छ।
सामाजिक दायित्वबोध भएको विद्यार्थी नै सबैभन्दा अनुशासित, कर्तव्यपरायण र मेहनती र कर्मशील हुनेमा शङ्कै छैन। विद्यालय त्यस्तै विद्यार्थी उत्पादनमा दत्तचित्त छ। म विष्णु बुढाथोकी हो होइन। म चाहिँ मेचीनगर 7 हो। अहिले चाहिँ म धुलारी मेचीनगर 1 मा बस्छु। मेरो अब यो स्कुलको बारेमा भन्नुपर्दा मेरो बच्चा चाहिँ अब 2057 सालदेखि पढ्या हो। अब सरहरूलाई थाहा छ यहाँको अब होइन, प्रिन्सिपल सरलाई। र अहिले मेरो यहाँ पढेर अहिले बच्चाहरू युएसएमा क्यालिफोर्निया पढ्दैछ। नमस्कार, म उषा अधिकारी, यो स्कुलको अभिभावक हो। मेरो छोरीहरू 2 जना यही स्कुलमा पढ्नुहुन्छ। उहाँको एउटा चाहिँ 2 मा पढ्छ समीक्षा अधिकारी, अर्को चाहिँ युकेजीमा पढ्छ समीक्षा अधिकारी। र यो स्कुलको बारेमा भन्नुपर्दाखेरि मलाई यो स्कुल असाध्यै राम्रो छ, किनभने सबैभन्दा यो हाम्रो यहाँ अहिले डिसिप्लिनमा भएको र मेन्टेनेन्स यति राम्रो छ यो स्कुलको। हर कुरामा, हरेक क्षेत्रमा नि यो स्कुलले हर कुरामा स्टुडेन्टलाई साह्रै सहयोग पनि दिएको छ। जस्तो नमस्ते, मेरो नाम मिना भण्डारी हो। म भाइजन 1बाट आएको, नानीहरूको यहाँ फी बुझाउन आएको थिएँ। मेरो छोरी यहाँ क्लास 5 देखि पढ्दै आइरहेको छिन्। अर्को सानो छोरी पनि यसपालि 2 देखि मैले यो स्कुलमा हालेको छु। हरेक साल हरेक क्षेत्रमा यो स्कुलले धेरै प्रगति गर्दै गएको छ। मेरो नानीहरूको पनि पढाइहरूमा ठिकै आइरहेको छ, त्यस्तो नराम्रो छैन। अब सबै अरू स्कुलभन्दा यो स्कुल अलिक राम्रो भनेर मैले पनि नानीहरूलाई यो स्कुलमा हालेको छु। विद्यालय परिवार, शिक्षक, विद्यार्थी, अभिभावकहरूको साझा योग हो। बलियो परिवार प्रगतिको पहिलो आधार मानिन्छ। विद्यालय परिवार पनि बलियो भएकै कारण उपलब्धि पनि बलियो र गौरव लाग्दो हुँदै आएको छ। सयौं विद्यालयहरू भएको झापाका उत्कृष्ट 10 मध्ये 1 र दर्जनौं विद्यालय भएको मेचीनगरको सबैभन्दा उत्कृष्ट विद्यालय हुनुको साथ विद्यालयका लागि हर्षको विषय हो। योग्य र विषयविज्ञ शिक्षकहरूको अथक परिश्रम र विद्यार्थी र अभिभावकको विश्वासको बलमा यो सफलता सम्भव भएको छ। विद्यालय तहको सिकाइ उपलब्धिको एक मुष्ट मापन हुने आधार बनेको एसएलसी परीक्षामा उत्कृष्ट नतिजाले विद्यालयको सफलता लोभ लाग्दो रहेको प्रमाण सधैँ दिँदै आएको छ। 2053 सालमा एउटा गणित शिक्षकको रूपमा यस विद्यालयमा नियुक्ति भएर हालसम्म 74 मा आइपुग्दा 20 वर्ष पुरा भइसकेको छ। 20 वर्षको दौरानमा आफूले यस विद्यालयमा विद्यार्थीहरूलाई मूल्याङ्कन गर्दा विगतका दिनहरू र अहिलेका दिनहरूमा के फरक पाइन्छ भने विगतमा केटाकेटीहरू शिक्षाप्रतिको उनीहरूको मोह र अहिलेका केटाकेटीहरूको शिक्षाप्रतिको मोहमा केही फरक पाइँदछ। कि त बाबु बाहिरिएको स्थिति या आमा बाहिरिएको स्थिति हुनाले गर्दा राम्रो हेरविचार पनि नभएको हुनसक्छ र केटाकेटीहरूमा त्यो स्थितिलाई कम गर्नका लागि अभिभावकको त्यतिकै जिम्मेवारपूर्ण भूमिका रहेको पाइन्छ। त्यसले गर्दाखेरि मलाई लाग्दछ अभिभावकले पूर्ण रूपमा सम्पूर्ण समय केटाकेटीको प्रगतिमा लगाउनुपर्छ जस्तो लाग्छ। कतिपय ठाउँमा बुझ्दाखेरि अथवा अध्ययन गर्दा के पाइन्छ भने अभिभावकले पर्याप्त समय केटाकेटीलाई आफ्ना नानीहरूलाई नदिएको भन्ने बुझिन्छ। दुई 2056 सालबाट एसएलसीको यात्रा प्रारम्भ हुँदा सबै परीक्षार्थीहरू प्रथम श्रेणीमा उत्तीर्ण हुनु विद्यालयका लागि लामो यात्राको उत्कृष्ट पहिलो पाइला थियो। त्यस यताका परिणामहरूले यसलाई पुष्टि गर्दै लगे। 2058 सालमा झापामा दोस्रो स्थान, 2060 सालमा पूर्वाञ्चलमै उत्कृष्ट, 2065 मा झापामा उत्कृष्ट नतिजा ल्याउन सफल हुँदा विद्यालयले आफ्नो मेहनत खेर नगएको अनुभव गरेको थियो। अभिभावक र विद्यार्थीलाई उत्कृष्टताको अनुपम नमुना पेश गर्न प्रतिबद्ध विद्यालयका लागि त्यो मात्रै सन्तुष्टिको विषय बन्ने कुरो थिएन।
बन्दैन पनि। 2072 को अन्तिम एसएलसीमा पनि 100 भन्दा बढी विद्यार्थी पठाएर 5 जनाले A+ प्राप्त गर्न सफल भएका थिए। 2056 देखि हालसम्मको एसएलसी यात्रा क्रममा धेरै जसो वर्षहरूमा 100 भन्दा बढी विद्यार्थी पठाएर विद्यालयको 100% नतिजा ल्याउने लक्ष्य पूरा हुँदै आएको छ। यो हकलाग्दो सफलताले विद्यालय अल्लाहित बन्दै थप सफलताका लागि डटिरहेको छ। इस्ट होराइजन चाहिँ एउटा संयुक्त परिवार हो र यस परिवारका सदस्य हुन पाएकोमा म निकै खुसी छु। किनभने जब म इस्ट होराइजनमा आएँ यसबाट चाहिँ मैले निकै कुराहरू सिक्ने मौका पाएको छु। जस्तै विद्यालय हो, विद्यालयले विद्यार्थीहरूलाई शैक्षिक क्षेत्रमा त अघि बढाउँछ, तर यस विद्यालयले चाहिँ उनीहरूमा भएको प्रतिभालाई हेरेर विभिन्न क्षेत्रमा उनीहरूमा भएको प्रतिभा प्रस्फुटन गराउनका लागि विभिन्न क्षेत्रमा पठाउने गरेको छ। र मलाई पनि जस्तै कविता प्रतियोगिता भनौँ, एसे प्रतियोगितामा भनौँ, यस्ता थुप्रै प्रतियोगिताहरूमा हाल्ने गरेको छ उनीहरूमा भएको प्रतिभालाई हेरेर, जसले गर्दा चाहिँ उनीहरू विद्यालयमा मात्र सीमित वा उनीहरूमा मात्र प्रतिभा सीमित नभएर अन्य अरू ठाउँमा गएर पनि आफूमा भएको प्रतिभाहरू उनीहरूले देखाउन पाउनेछन्। त्यसकारण यो विद्यालयले चाहिँ विद्यार्थीहरूलाई एकदम सुरक्षित राखेको कारण र एकदम सरलतासँग चाहिँ विद्यार्थीहरूलाई ज्ञान दिने कारण यो इस्ट होराइजनको एउटा पाटो म छु र मलाई निकै गर्व छ। I feel very happy and glad to be a member of East Horizon because there are so many fields the school has helped me personally to improve and enhance myself. I think the school is doing great for the betterment of its students. The recent investment for the Bagpipers band, which is completely new in this region, was introduced in our school, and I think that got our students to get into something new and different from what they had before or what they knew before. So I think we are very lucky to learn and grow here. There is a big playground in my school. I play many games. Well, as per my personal experience, the best thing out of our school is that each and every student is encouraged to take part in at least one of the extracurricular activities, and also studies here are practically oriented. We not only study in books but also do it in the field, such as we go to plant trees on World Environment Day as well as clean the school areas. So I think our school is a very good place for holistic development of the students. We have CCTV in our school. We watch and learn through projector. East or West, Horizon is the best. My school, it's very beautiful. I not only study, I'm allowed to learn games and sports too. Teachers love and care for me. I love my school very much. Thank you. हालै चाहिँ म कन्भेन्ट इङ्ग्लिस स्कुलको शिक्षकको रूपमा रहेको छु र यो सब गर्न सक्ने म यसै स्कुलको माध्यमबाट मात्र भएको हो। हिजोभन्दा आजभन्दा भोलि लगातार बढिरहेको विद्यार्थी आकर्षण र अभिभावकको विश्वासले विद्यालयको आन्तरिक जीवन जसरी बलियो साबित भएको छ, राज्यको प्रशंसा र प्रोत्साहनले स्कुलको राष्ट्रिय छवि पनि निर्माण भइरहेको छ। शिक्षा क्षेत्रमा राम्रो योगदान गरे बापत 2059, 61 र 67 सालमा शिक्षा दिवसको अवसरमा जिल्ला शिक्षा कार्यालय झापाबाट 3 शिक्षक सम्मानित हुन पाउनु त्यसको प्रमाण हो। अझ 2072 मा शिक्षा मन्त्रालयबाटै शिक्षामा योगदान पुर्याए बापत विद्यालय तथा संस्थापक सम्मानित हुनु विद्यालयको फैलिदो यश र कृतिको नमुना पनि हो। साथै 2059 मा शिक्षामा योगदान पुर्याए बापत मेचीनगर नगरपालिकाबाट 2065 मा जिल्लामा 100% नतिजा ल्याउन सफल भए बापत जिल्ला शिक्षा कार्यालय र संस्थागत अभिभावक संघ झापाबाट 2060 मा एसएलसी मा जिल्ला प्रथम भए बापत र 2059 मा छात्रतर्फ सर्वोत्कृष्ट नतिजा ल्याए बापत लक्ष्मीदेवी चाननमल एक्सिलेन्सी अवार्ड बेतामोडबाट सम्मानित हुनु विद्यालयको उत्कृष्ट सामाजिक र शैक्षिक योगदानको प्रमाण हुन्। हजुर यो स्कुलमा धेरै वर्ष भयो काम गरेको, धेरै अघिदेखि हामीले यो स्कुलमा काम गरेको भयो। अहिलेसम्म हामीले काम गरेबापत एकदम राम्रो छ। स्कुलमा हामीलाई सब कुरोको सुविधा, हर कुरा, हर चिजको सुविधा दिनुभएको छ। हाम्रो सर्भिसहरू हामीलाई राम्रो छ। हामीहरू अहिलेसम्म हामीले यहाँ काम गर्दाखेरि मलाई चाहिँ धेरै खुसी लाग्यो। 10 वर्षदेखि यहाँ गाडी चलाइरहेको छु। म गाडीको इन्चार्ज हुँ। हजुर एकदमै राम्रो छ। हामीलाई गाडी बनाउनेहरू कुरामा एकदमै राम्रो सुविधा छ।
कुनै पनि परिवारका लागि योग्यतम सन्तति सन्तुष्टि र आत्मसन्तोषको प्रमुख कारण हुने गर्दछन्। विद्यालय परिवारका लागि पनि यहाँबाट उत्पादित विद्यार्थीहरू उच्च प्राज्ञिक पेसाहरू चिकित्सा, इन्जिनियरिङ, निजामती सेवा, सेना, प्रहरी र अन्य सरकारी सेवा, नेपाली कला क्षेत्रमा नायक तथा नायिका बन्न सफल, पत्रकारिता क्षेत्रमा सक्रिय तथा अन्तर्राष्ट्रिय विमान सेवाका उच्च पदहरूमा आसीन हुन पुग्नु आत्मसन्तुष्टिको प्रमुख आधार हो। स्वदेशमा मात्रै नभई विश्वका विभिन्न मुलुक पुगेर विभिन्न पेसामा रमाइरहेका सरकारी गैर सरकारी क्षेत्रमा उत्कृष्ट कार्यक्षमता प्रदर्शन गरिरहेका विद्यार्थीहरू हाम्रो आत्मगौरवका बलिया आधार स्तम्भ हुन्। शैक्षिक क्षेत्रमा देखिएको यो सफलतासँगै कला, साहित्य, खेलकुद तथा सांस्कृतिक क्षेत्रमा पनि विद्यालयको उल्लेखनीय प्रगति रहेको प्रमाण दिने आधार प्रशस्त छन्। 2059 सालमा शिक्षा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित ऐश्वर्य सांस्कृतिक शिल्ड प्रतियोगिता काठमाडौँमा पूर्वाञ्चलको प्रतिनिधित्व गर्दै शास्त्रीय उन्मुख लोक नृत्यमा तेस्रो स्थान प्राप्त हुनु विद्यालयको राष्ट्रिय तहको उपलब्धि थियो। यस्तै 2063 सालमा शिक्षा मन्त्रालय पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरद्वारा काठमाडौँमा आयोजित अन्तर क्षेत्रीय विद्यालय स्तरीय सांस्कृतिक कार्यक्रममा तेस्रो स्थान हासिल हुँदा पनि उही सफलता दोहोरिएको अनुभव विद्यालयले गरेको थियो। 2066 सालमा विद्यालयकी एक छात्राले नृत्य कला प्रदर्शन गर्दै चीनमा सम्पन्न युथ फेस्टिभल कार्यक्रममा नेपालको प्रतिनिधित्व गरेको तथा 2067 सालमा विद्यालयका एक छात्रले कोरियामा सम्पन्न स्काउटको अन्तर्राष्ट्रिय ज्याम्बोरी कार्यक्रममा नेपालको तर्फबाट सहभागिता जनाएको ऐतिहासिक अवसर विद्यालयको उपलब्धिले अन्तर्राष्ट्रिय मञ्च प्राप्त गरेको स्वर्णिम क्षण थियो। यस्तै यस विद्यालयका विद्यार्थीहरूले प्रत्येक वर्ष भारतको कोलकातामा हुने अन्तर्राष्ट्रिय सुन्तला महोत्सवमा नृत्य प्रस्तुत गर्दै आएका छन्। विरलै मात्र प्राप्त हुने यस्तो अवसर आत्मसात गर्न पाउनु विद्यालयको सफलता मापनको महत्त्वपूर्ण कडी थियो। नमस्कार, म सावित्रा राई, यस विद्यालयकी प्रशासन प्रमुख। यस विद्यालयको विस्तृत जानकारीको लागि चाहिँ म यस विद्यालयका प्रिन्सिपल श्री सञ्जीव राई सँग अनुरोध गर्दछु। उहाँले यस विद्यालयको बारेमा 2048 सालमा स्ट्याब्लिस भएदेखि अहिलेसम्मको बारेमा सबै जानकारी यहाँहरूलाई दिनुहुनेछ। धन्यवाद। नमस्कार, म सञ्जीव राई, यस विद्यालयको प्रिन्सिपल। यो विद्यालय 2048 सालमा स्थापना भएको हो र अहिले यस विद्यालयमा लगभग 1500 विद्यार्थीहरू अध्ययनरत छन्। पढाउने शिक्षक शिक्षिकाको सङ्ख्या 65 देखि 70 बिचमा छ भने नन टिचिङ स्टाफहरू अन्य कर्मचारीको हकमा लगभग 30 देखि 35 छ। यो 100 जना जति मानिसहरूको यो ठुलो एउटा समूह हो, यो एउटा परिवार हो। विद्यालयको शैक्षिक क्षेत्रको कुरा गरिरहँदाखेरि विद्यालयमा प्रत्येक वर्ष लिने कक्षा 8 को आधारभूत परीक्षा अनि गत वर्षसम्म एसएलसी भनिएको र यो वर्षदेखि चाहिँ एसईई भनिएको परीक्षामा पनि विद्यार्थीहरूले अव्वल दर्जामा चाहिँ नतिजा प्राप्त गर्दै आएका छन्। अब 11-12 को जुन बोर्ड परीक्षा छ त्यो बोर्ड परीक्षामा पनि विद्यार्थीहरूको उन्नति प्रगति भने धेरै राम्रो छ। शैक्षिक क्षेत्रमा यो विद्यालयले विशेष नाम कमाउन सफल भएको छ। विद्यालयको उन्नति प्रगतिको बारेमा कुरा गरिरहँदाखेरि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री माधव प्रसाद पौडेलजीलाई पनि म हृदयबाटै धन्यवाद ज्ञापन गर्न चाहन्छु। विद्यालय स्थापना कालदेखि नै उहाँले अत्यन्त सक्रिय रूपमा विद्यालयको दुःख सुखमा साथ दिनुभएको छ। दुःखको बेलामा उहाँले उभिएर विद्यालयका विभिन्न समस्याहरू हल गरिदिनु भएको छ भने सुखमा पनि उहाँले यसलाई हौसला प्रदान गर्नुभएको छ। विद्यार्थीको उन्नति प्रगतिमा उहाँको पनि अहम भूमिका रहेको छ। यसका साथसाथै विद्यालय व्यवस्थापन समितिका अन्य सदस्यज्यूहरूको पनि त्यतिकै सक्रियता छ। त्यसैले हामी विद्यालय परिवार उहाँहरूप्रति पनि आभार व्यक्त गर्न चाहन्छौँ। खेलकुद बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि सबैभन्दा सशक्त विद्या मानिन्छ। प्रतिस्पर्धी भावनाको विकास, खेल भावनाको विकास तथा आत्मानुशासनको यो सर्वोत्तम क्रममा विद्यालयले ठूला सफलताहरू आत्मसात गरेको छ। 2068 सालमा 6औं राष्ट्रिय खेलकुद महोत्सवमा 70 केजी तौलको जुडो प्रतियोगितामा विद्यालयकी एक छात्राले तेस्रो स्थान प्राप्त गरेर त्यसको प्रमाण दिएकी थिइन्। क्षेत्र नम्बर 1 को राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता 2073 मा विद्यालय दोस्रो स्थान हासिल गर्न सफल भएको थियो। यस अवसरमा जिल्ला खेलकुद विकास समिति झापाद्वारा विद्यालय सम्मानित भएको थियो।
त्यसबाहेक जिल्ला तथा क्षेत्रीय तहमा हुने फुटबल, क्रिकेट, बास्केटबल, कबड्डी, भलिबलमा प्रथम स्थान हासिल गरेर विद्यार्थीले आफ्नो क्षमता पटक पटक प्रमाणित गरेका छन्। शिक्षा दिवस 2073 मा जिल्ला शिक्षा कार्यालय झापाद्वारा आयोजित जिल्ला स्तरीय विद्यालय नृत्य प्रतियोगितामा यस विद्यालय प्रथम हुनु तथा अन्य प्रतियोगितात्मक कार्यक्रमहरूमा सधैँ उत्कृष्ट नतिजा आउनु विद्यालयका लागि असीम हर्षको विषय हो। शिक्षाको एउटा विश्वव्यापी मान्यता छ। त्यसअनुसार भनिन्छ, शिक्षाले कम्तीमा 3 कुरामा विद्यार्थीलाई पोख्त पार्न सक्नुपर्छ। सोच्न सक्ने, बोल्न सक्ने र चिन्तन गर्न सक्ने विद्यार्थी समाजका लागि उपयोगी हुन्छन्। इस्ट होराइजन अंग्रेजी माध्यमिक विद्यालय विद्यार्थीलाई जीवनोपयोगी, समाजोपयोगी शिक्षा दिएर उनीहरूको बृहत्तर विकासलाई प्रमुख साध्य ठानेर यसरी नै कर्तव्य पथमा अनवरत यात्रा गरिरहनेछ सदाझै। निरन्तर निरन्तर निरन्तर। धन्यवाद।